Hello guys, good afternoon. Welcome to my next vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला। एकदमै म पनि एकदमै सन्चै छु। आज चाहिँ हामी गोदावरी आएको छौँ पिकनिक खाने भनेर, तर हामी लेट भइसकेको छौँ। त्यही पनि एकछिन रमाइलो गरौँ सबै हस्पिटलको स्टाफ्सहरू मिलेर। त्यही भएर चाहिँ एकछिन जान्छौँ। खानासाना चाहिँ हामीले बोकेरै उतैबाट पकाएर लिएर आएको छौँ। त्यही पनि अब एकछिन रमाइलो गरौँ अनि त्यसपछि चाहिँ जान्छौँ। My destination. Welcome to our channel. अचार खाँदै खाँदै जाऊँ क्या भोक लाग्दैछ। अचार हो? डेक्ची सेक्ची बोकेर आइरहनु पुरै। गइसके त अगाडि। ओइ अचार वाली अरे उनी अचार वाली अरे राबी देखिन्छ। मन लाग्दैछ यता चिप्लेर। यहाँ पिकनिकको होइन भाइ बहिनीहरू आएको छन् यतातिर होइन सबै। हेलो हेलो गाइस। कस्तो लाग्यो त पिकनिक खाएर तिमीहरूलाई? मजा आयो। मजा आयो? फ्रीमा खान पायो, भैली खेलेर खान पायो होइन। अनि त्यसपछि यस्तो साह्रो भिड लागेको थियो होइन। शनिबारको दिन पनि भयो आज। अनि त्यही भएर चाहिँ पुरै झोलासोला भयो। अनि त्यसपछि यहाँ भिड लाग्यो लास्टै। हाम्रो सक्यो पिकनिक। अब चाहिँ हामी सकेर चाहिँ फिर्ता घर आउँदा रहेछौँ। कहाँसम्म गाडी राखेको छ। त्यही भएर चाहिँ अलि जम्मा गाडी आऊ। मोटी कस्तो लाग्यो त आजको पिकनिक दिदी? रमाइलो लाग्यो। अघि जानुभयो त? राति भइसक्यो हाम्रो। रमाइलो भयो होइन? राति पनि पर्यो, हाम्रो ड्युटी जाने बेला पनि भयो। अब पछाडि आउनु त। अनि हाम्रो भ्लग पनि सक्यो, पिकनिक पनि सक्यो होइन। अब यति हो। अब चाहिँ हामी घर जान्छौँ खुरुखुरु लाएर। अलि डिस्टर्ब गरेँ है, सरी। जाडो भयो त अब त।
हाम्रो पिकनिक पनि युट्युब हामीले हेरौँला खै यता देखाऊ जोकरताल जाने हो पुसमा त त्यही जाउँला नि कस्तो ल ए ल्याउ उता हाम्रो डान्सर दिदी कति टल्की चिज अब गाडीमा हामी त अङ्कल उतालो कसले उल्कै गरी छ रे केटीहरूको कसले उल्कै गरेछ रे अगाडि पनि हेर त अटो आइरहेछ टोकेला अटोवालाको लाग्ने केही छैन यही गाना आउँछ त हो अस्ट्रेलिया अब हाम्रो गाडी चाहिँ आयो हामी अब जान्छौँ हस्पिटल अब हाम्रो भ्लग पनि यतिमै सक्यो यतै बस्नु पऱ्यो क्या हो यतै बस्नु